मेरो चाहिँ 3वटा पेपालमा चाहिँ लिमिट लागेको थियो। एउटा 1 तारिक लाग्यो, अर्को 2 तारिक लाग्यो, अर्को 3 तारिक लाग्यो। लगातार हरेक दिनमा हरेक अकाउन्टमा चाहिँ लिमिट लाग्दै गयो। यसमा अचम्म लाग्ने कुरा के थियो भने 3वटै पेपाल लगातार गयो र ती 3वटै पेपालमा चाहिँ डकुमेन्ट भेरिफाई थियो, रियल डकुमेन्टबाट भेरिफाई गरेको थियो। सुरुमा चाहिँ के भन्यो, सबमिट योर इन्फर्मेसन टु एक्सेस योर फन्ड भन्यो। जब मैले डकुमेन्ट अपलोड गरेँ नि तब डाइरेक्ट अपलोड गर्ने बित्तिकै पर्मानेन्ट लिमिट लाग्यो। यो नयाँ वर्ष चाहिँ हामीले टेकराज प्लेटफर्ममा मनाउन पाएनौँ किनकि 3वटै पेपाल गएको थियो र यसमा हाम्रो 1,58,000 समथिङ लस भएको थियो र आज 20 तारिक रहेको छ। अहिलेसम्म हामीले 2वटा पेपाललाई रिस्टोर गरिसकेका छौँ। हो, तपाईँले विश्वास गर्नुहुन्न होला, एउटा पर्मानेन्ट लिमिट लागेको अकाउन्टलाई हामीले रिस्टोर गरेका छौँ। मैले तपाईँलाई यो प्रोसेस कसरी गरेँ यसको जर्नी सुनाउने छु। यदि तपाईँहरू पनि यस्तै केसमा पर्नु भएको छ भने केही आइडिया भने अवश्य मिल्छ। यो भिडियो केवल एजुकेसन पर्पजको लागि बनाइएको हो। यो भिडियोमा कुनै पनि पर्सनल इन्फर्मेसनहरू सेयर गरिने छैन। मैले आफूले भोगेको कुराहरू म तपाईँहरूलाई सुनाउने छु। हाम्रो 2टा पेपाल रिस्टोर भइसकेको छ र तेस्रो पेपालमा चाहिँ मैले एक्सपेरिमेन्ट गरेको छु। हाम्रो चाहिँ एउटा पेपाल मात्र नभएर 2टा पेपाल आएको छ। यो पेपाल ल्याउने क्रममा चाहिँ मैले के प्रोसेस गरेँ त म तपाईँलाई फुल प्रोसेस बताउने छु। भिडियोलाई भने अन्तिमसम्म हेर्नुहोला। मेरो पेपाल चाहिँ जापानको थियो। जापानको रेसिडेन्स कार्डबाट मैले भेरिफाई गरेको थिएँ किनकि म आफै जापान पुगेर आएको छु। मेरो आफ्नै नामबाट आफ्नै कार्डको प्रयोग गरेर पेपाललाई भेरिफाई गरेको थिएँ। रिलेटिभहरू पनि उतै हुनुहुन्छ, मैले उहाँहरूको माध्यमबाट पनि पेपाल अकाउन्ट क्रिएट गरेको थिएँ र मसँग 3वटा फरक फरक पेपाल अकाउन्ट थियो। समय थियो 2025 12 महिना 31 तारिक बेलुका 6 बजेको थियो। मलाई एउटा कस्टमरले चाहिँ पेमेन्ट सेन्ड गर्नुभयो। पेमेन्ट सेन्ड गरेर त्यो पेमेन्टको स्क्रिनसट मलाई व्हाट्सएपबाट सेन्ड गर्नुभयो। जब त्यो पेमेन्टलाई मैले कन्फर्म गर्न आफ्नो पेपाल अकाउन्ट ओपन गरेँ नि, माथि रेडमा लेखिएको थियो सबमिट योर इन्फर्मेसन टु एक्सेस योर फन्ड। मैले त्यसमा क्लिक गरेँ। मलाई त्यस्तो डर लागेको थिएन किनकि पहिला पनि यस्तो भएको थियो। पहिला पनि डकुमेन्ट भने मागेको थियो, मसँग रियल डकुमेन्ट थियो, त्यही भएर म डराउने कुरा थिएन। मैले डकुमेन्टलाई सबमिट गरेँ। त्यहाँ चाहिँ प्रोभाइड ट्रान्जेक्सन इन्फर्मेसन भनेको थियो। मैले हरेक ट्रान्जेक्सनको केही डिटेलहरू टाइप गरेर लेखेँ। एउटा चाहिँ हाम्रो सबमिट योर आइडी भनेको थियो, अर्को भनेको प्रोभाइड द प्रुफ अफ फुलफिलमेन्ट भनेको थियो र अर्को भनेको चाहिँ प्रोभाइड मोर इन्फर्मेसन अबाउट योर ट्रान्जेक्सन भनेर 3वटा फरक फरक कुराहरू मागेको थियो। सबमिट योर आइडीमा त मैले आफ्नो रेसिडेन्स कार्डलाई सबमिट गरिदिएँ जुन मैले पहिला गर्दै आएको थिएँ। प्रोभाइड मोर इन्फर्मेसन अबाउट योर ट्रान्जेक्सनमा मैले मेरो पेपालमा चाहिँ धेरै जसो टिकटकबाट पे आउट आउँछ। मैले चाहिँ के भने कन्टेन्ट क्रिएटरबाट अर्न गरेको टिकटकको ब्यालेन्सलाई विथड्र गरेको हो भनेर इङ्ग्लिसमा टाइप गरेर सेन्ड गरिदिएँ हरेक ट्रान्जेक्सनमा। र कुनै भने पेपाल टु पेपाल पनि ट्रान्जेक्सन थियो र त्यस्तो ट्रान्जेक्सनमा चाहिँ मैले के भने भन्दा मेरो साथीले चाहिँ मलाई पठाएको हो एज अ बोनस, एज अ गिफ्ट भनेर टाइप गरेँ फरक फरक ट्रान्जेक्सनमा। प्रोभाइड द प्रुफ अफ फुलफिलमेन्ट भनेको थियो। मैले त्यसमा के गरेँ, यो चाहिँ मेरो बिजनेस ट्रान्जेक्सन होइन, पर्सनल ट्रान्जेक्सन हो र यसमा फुलफिल गर्नुपर्ने कुरा केही पनि छैन। यो मेरो पर्सनल अर्निङ हो। यो मैले टिकटकबाट विथड्र गरेको थिएँ, यो मैले साथीबाट पाएको थिएँ भनेर फरक फरक ट्रान्जेक्सनमा केही कुराहरू लेखेर सबमिट गरिदिएँ। जब मैले सबमिट गरेँ नि, सबमिट गर्ने बित्तिकै पर्मानेन्ट लिमिट लाग्यो। तर पेपालको रुल्स के हुन्छ भन्दा डकुमेन्ट अपलोड गरिसकेपछि त्यसलाई रिभ्यू गर्नको लागि 3 to 5 डेज भनिएको हुन्छ, कुनैमा चाहिँ 7 बिजनेस डे पनि भनिएको हुन्छ। तर मेरो केसमा भने के भयो, डकुमेन्ट अपलोड गर्ने बित्तिकै पर्मानेन्ट लिमिट लाग्यो। यसरी हेर्दा यसमा म्यानुअल चेक भने अवश्य पनि छैन किनकि म्यानुअल चेक गर्न केही त समय लाग्छ नि, होइन र। यसमा चाहिँ अटोमेटिक चेक भएको छ, एआई द्वारा चेक गरिएको छ, अल्गोरिदमले चेक गरेको छ र यसमा अटोमेटिक रिभ्यू भएको छ र मेरोमा चाहिँ पर्मानेन्ट लिमिट लागेको छ। रिजन के भनेको छ, अनयुजुअल ट्रान्जेक्सन देखियो भनेको छ। यहाँ लेखेको थियो वी आर नो लङ्गर अफरिङ पेपाल सर्भिस फर दिस अकाउन्ट। आफ्टर अ रिभ्यू वी फाउन्ड सम अनयुजुअल एक्टिभिटी अन दिस अकाउन्ट द्याट वी क्यान सपोर्ट। योर अकाउन्ट हेज बिन पर्मानेन्टली डिएक्टिभेट। र यहाँ भएको फन्ड चाहिँ 180 दिनपछि विथड्र हुन्छ भनिएको छ। बेलुकाको टाइम थियो, लगभग हाम्रो डलर चाहिँ सबै सकिन थालेको थियो है। दिउँसो गरेको अर्डरले चाहिँ हाम्रो डलर जति सबै सकिएको थियो। जब एउटा कस्टमरले चाहिँ डलर सेन्ड गर्नुभयो नि, त्यो चाहिँ त्यहाँ आएर अड्क्यो र हामीसँग करेन्टली अकाउन्टमा कति थियो, $700 थियो। त्यो चाहिँ स्टक भयो। $700 भनेको लगभग 1 लाख क्रस नै हुन्छ। त्यो अमाउन्ट चाहिँ हामी लसमा गएका थियौँ। मैले सुनेको थिएँ एकपटक पर्मानेन्ट लिमिट लगाइसकेपछि त्यो अकाउन्ट चाहिँ कुनै पनि हालतमा चाहिँ रिटर्न आउँदैन, रिभर्स हुँदैन, ठिक हुँदैन भन्ने कुरा सुनेको थिएँ। अब लिमिट लगाइसकेपछि के नै गर्न सकिन्छ र, चिन्ता लेख्ने, स्ट्रेस लेख्ने अनि बस्ने, होइन र। लस भएपछि टेन्सन अवश्य हुन्छ। यो चाहिँ हाम्रो मेन अकाउन्ट थियो, मेन अकाउन्ट नै उडेको थियो।
तर हामीसँग ब्याकअपमा 2टा अकाउन्ट थियो। यसको मतलब हाम्रो काम भने रोकिने थिएन। हामीले कामलाई चाहिँ रेगुलर दिन सक्थ्यौँ र केही प्रफिट कमाएर यसलाई रिकभर भने अवश्य गर्न सकिन्थ्यो। मनमा टेन्सन हुँदाहुँदै पनि यो कुराले रिकभर गर्न सकिन्छ भन्ने कुराले चाहिँ केही हदसम्म चाहिँ टेन्सन कम नै थियो। यो चाहिँ हाम्रो मेन अकाउन्ट थियो, सबै ट्रान्जेक्सनहरू यसमै हुन्थ्यो। धेरै जसो रेगुलर कस्टमरको टिकटकमा चाहिँ ए अकाउन्ट लिङ्क थियो। अब हामीले त्यसलाई चेन्ज गर्नुपर्ने थियो। हामीले चाहिँ कस्टमरलाई लेबल गरेर राखेका थियौँ र हामीलाई सजिलो भयो हरेक कस्टमरलाई इन्फर्म गर्नको लागि। र एउटा कुरा के फाइदा छ भन्दा पर्मानेन्ट लिमिट ल्याइसकेपछि अमाउन्ट भने रिसिभ हुँदैन, त्यो चाहिँ राम्रो कुरा छ। त्यो दिन मैले लगभग सबै कस्टमरको चाहिँ पेपाल चेन्ज गरिदिएँ, अर्को ब्याकअप अकाउन्टमा लगेर राखिदिएँ। भोलिपल्ट न्यु इयरको अफर थियो, प्लानिङ गरेर राखेको थिएँ, त्यो चाहिँ क्यान्सल भयो किनकि यति धेरै लस भएको थियो, अफर ल्याउने कुरै भएन। त्यही भएर यो वर्षको न्यु इयर हामीले मनाउन पाएनौँ। अब टाइम रहेको छ 2026 1 महिना 1 गते, जुन चाहिँ ह्याप्पी न्यु इयर रहेको छ। लगभग त्यो मेन पेपाल गइसकेपछि हाम्रो धेरैजसो कामहरू चाहिँ स्टप भएको थियो। त्यसैले म न्यु इयर मनाउनको लागि पोखरा गएँ। अलिअलि भइरहेको काम चाहिँ मेरो साथीहरूले गरिरहेका थिए, तर म चाहिँ पोखरा गएको थिएँ। त्यो दिन न्यु इयर मनाइयो, रमाइलो गरियो। चिसो एकदम धेरै थियो। भोलिपल्ट ज्वरो आयो। त्यो दिन हामी पोखरामै बस्यौँ, रमाइलो गऱ्यौँ। भोलिपल्ट बिरामी भइयो, 104 को ज्वरो आएको थियो अनि म मेडिकल गएर मेडिसिन लिएँ। त्यसपछि ज्वरो चाहिँ ठिक भयो, तर रुगा खोकी भने अहिलेसम्म पनि लागिरहेको छ। र अहिलेको टाइमिङ चाहिँ 2026 1 महिना 2 तारिक, जुन दिन त्यही कस्टमर फेरि आउनुभयो। जुन कस्टमरले हामीलाई पेमेन्ट सेन्ड गर्नुभएको थियो अनि हाम्रोमा लिमिट लागेको थियो नि, त्यो कस्टमर आउनुभयो र भन्नुभयो मेरो कारणले पेपाल गएको भनेर के प्रुफ छ भनेर माग्नुभयो। हामीसँग त्यस्तो खासै केही प्रुफ थिएन, त्यही भएर हामीले पेमेन्ट गर्न जरुरी थियो। हामीले पेमेन्ट गरिदियौँ। हामी लसमा गएर पनि पेमेन्ट गरिदियौँ किनकि त्यो फोन चाहिँ 180 दिनपछि निस्किन्छ, तर 6 महिनाको लागि हामी लसमै थियौँ। यति बेलासम्म हामीलाई केही पनि आइडिया थिएन त्यो कस्टमरले गर्दा हाम्रो अकाउन्ट चाहिँ गएको हो भनेर। उहाँले डलर त सेन्ड गर्नुभयो अनि यता चेक गर्दाखेरि लिमिट लागेको थियो। सायद त्यो पहिले पनि लागेको हुनसक्छ नि त, हामीलाई थाहा भएन, हामीलाई आइडिया नै भएन। पहिला पनि सेन्ड गर्नुभएको थियो कि पनि भएको थिएन, तर त्यही 31 तारिक भने त्यस्तो भयो। हामीलाई अहिले 2 तारिकसम्म थाहा छैन। त्यो पेपालले गर्दा हाम्रो पेपालमा चाहिँ लिमिट लागेको थियो। हामीले केही पार्सल पेमेन्ट भने गरिदियौँ अनि हामीले के भन्यौँ, तपाईँलाई पनि लस भएको छ, हामीलाई पनि लस भएको छ, अब गर्ने फ्युचर ट्रान्जेक्सनमा चाहिँ हामीले तपाईँको रेट बढाएर चाहिँ पेमेन्ट गरिदिन्छौँ भन्यौँ। उहाँले चाहिँ मसँग केही अमाउन्ट अझै पनि छ भनेर भन्नुभयो अनि हामीले चाहिँ ब्याकअप अकाउन्ट चाहिँ उहाँलाई दियौँ पिटिबीको लागि, यसमा सेन्ड गरिदिनु भनेर। उहाँले सेन्ड गर्न खोज्नुभयो तर गएन, रिफ्युज भयो भन्नुभयो अनि हामीले अर्को पेपाल दियौँ, त्यसमा पनि रिफ्युज भयो। जब रिफ्युज भइसकेपछि मैले एउटा अर्डर कम्प्लिट गर्नको लागि जब पेपाल ओपन गरेँ नि, त्यसमा पनि सबमिट योर इन्फर्मेसन टु एक्सेस योर फन्ड भनेर आएको थियो अनि अर्को पनि चेक गरेँ, त्यसमा पनि सेम कुरा। त्यो पछि बोल्न थाहा भयो सेन्डरको पेपालमा केही न केही समस्या छ भनेर। एउटा पेपाल जानु ठिकै छ, 2टासम्म ठिकै छ, 3वटा पेपाल सेम पर्सनले सेन्ड गर्ने बित्तिकै गएको छ। यसको मतलब त्यही नै हुन्छ कि त्यो पेपालमा केही न केही समस्या छ। त्यो 3वटा अकाउन्ट मध्ये एउटा अकाउन्ट पुरै नयाँ थियो, त्यसमा मात्र 4वटा ट्रान्जेक्सन भएको थियो, जुन चाहिँ टिकटकबाट पे आउट गरेको थियो र एउटा चाहिँ मैले चेकको लागि $1 सेन्ड गरेको थिएँ। त्यो नयाँ पेपाल जुन चाहिँ मैले ट्रान्जेक्सन गरेकै छैन, त्यसमा अनयुजुअल ट्रान्जेक्सन भनेर लिमिट लगाइदियो। मैले डकुमेन्ट सबमिट गरेँ, त्यसमा पनि पर्मानेन्ट लिमिट लाग्यो अनि एकजनाले भन्नुभयो लिमिट लाग्ने बित्तिकै चाहिँ डकुमेन्ट सबमिट गर्नु हुँदैन भनेर। अनि मैले वेट गरेँ 3 दिन वेट गरिसकेपछि मैले सबमिट गरेँ। सबमिट गर्ने बित्तिकै फेरि पनि अर्को पेपरमा पनि लिमिट लाग्यो। यसरी मेरो 3वटा अकाउन्टमा एकैचोटि लिमिट लाग्यो। मलाई थाहा भइसकेको थियो सेन्डरको अकाउन्टमा केही न केही त समस्या छ भनेर। यसमा दुःखद लाग्दो कुरा के छ भन्दा जुन सेन्डरले हामीलाई सेन्ड गर्नुभएको थियो नि, उहाँलाई पनि डकुमेन्ट माग्यो, तर उहाँको भने एप्रुभ भयो, हाम्रो भएन। अब यसमा सोच्नुपर्ने कुरा के छ भन्दा पहिलो पेपरमा चाहिँ डलर रिसिभ भएको थियो, ल ठिक छ, त्यसमा अनयुजुअल ट्रान्जेक्सन देखियो, तर 200 र 1300मा भने रिफ्युज भएको थियो, त्यसमा पेमेन्ट रिसिभ नै भएको थिएन। तर पनि पर्मानेन्ट लिमिट किन लाग्यो? 200मा पनि लाग्यो, ठिक छ, मानम हामीले पहिलाको ट्रान्जेक्सनमा चाहिँ अनयुजुअल देखियो भनेर मान्न सकिन्छ, तर 1300 चाहिँ ब्रान्ड न्यू अकाउन्ट थियो, त्यसमा कसरी ट्रान्जेक्सन हुँदै नभएको अकाउन्टमा कसरी अनयुजुअल ट्रान्जेक्सन हुन सक्छ? विश्वास लाग्ने कुरै भएन। यसरी 3वटै पेपरमा लिमिट आइसकेपछि हाम्रो बिजनेसको काम चाहिँ सबै तरिकाले रोकियो। कुनै पनि काम चाहिँ सम्भव नै थिएन, केवल गेम पर्चेस बाहेक। अब हामीसँग ट्रान्जेक्सन गर्नको लागि कुनै पनि अकाउन्ट थिएन। हामीले हार मानिसकेका थियौँ। हामीसँग स्टिल युके को अकाउन्ट भने थियो, जुन चाहिँ हामीले नेपालको पासवर्डबाट भेरिफाई गरेका थियौँ। लगभग हप्तामा चाहिँ $500 मात्र सेन्ड गर्न मिल्ने खालको
थियो। त्यो हाम्रो लागि सफिसियन्ट थिएन। 3वटा पेपाल गइसकेपछि हामीलाई एकदमै धेरै लस भएको थियो। हामीले हार मानिसकेका थियौँ। तर हामीले एउटा रिसर्च गर्यौँ के साँच्चीकै पर्मानेन्ट लिमिट लगाइसकेको अकाउन्टलाई रिटर्न गर्न सकिन्छ। हामीले रिसर्च गर्ने क्रममा चाहिँ एउटा रिभ्यू फाइन्ड गर्यौँ। रिभ्यूमा लेखिएको थियो मैले अकाउन्ट क्रिएट गर्ने बित्तिकै चाहिँ पर्मानेन्ट लिमिट लागेको थियो। रिजन थियो अनयुजुअल ट्रान्जेक्सन। अकाउन्ट खोल्ने बित्तिकै जसमा ट्रान्जेक्सन भएकै छैन त्यसमा अनयुजुअल ट्रान्जेक्सन कसरी हुन्छ भनेर त्यसले क्वेसन गरेको थियो। त्यसमा चाहिँ एकदमै धेरै कुराहरू मेन्सन गरिएको थियो। मैले कसरी पर्मानेन्ट लिमिट लागेको अकाउन्टलाई चाहिँ रिस्टोर गरेँ भनेर धेरै कुरा लेखिएको थियो। त्यसपछि त्यो देखेर हामीलाई केही आश भने पलायो। त्यो रिभ्यूबाट चाहिँ हामीले धेरै कुराहरू पत्ता लगाइसकेका थियौँ हामीले कसरी चाहिँ यसलाई रिटर्न गर्ने भन्ने कुरामा। तर समस्या के थियो भने रिभ्यू दिनेको चाहिँ नयाँ अकाउन्ट थियो। हाम्रोमा चाहिँ एकदमै धेरै ट्रान्जेक्सन भइसकेको थियो तर एउटा अकाउन्ट चाहिँ स्टिल नयाँ थियो। त्यसमा हामीले त्यो प्रोसेस ट्राई गर्यौँ। त्यसमा 2टा कुरा भनिएको थियो। एउटा चाहिँ हेल्थ सेन्टरमा गएर भन्ने, अर्को चाहिँ इमेल गर्ने। के इमेल गर्ने भन्ने कुरा म तपाईँलाई पछि भन्छु। त्यसपछि हामीले त्यो नयाँ अकाउन्टमा गएर ट्राई गर्यौँ यो प्रोसेसलाई। त्यसपछि म पेपालको हेल्थ सेन्टरमा गएँ जुन चाहिँ डाइरेक्ट कन्ट्याक्ट च्याट भन्ने हुन्छ नि, पेपाल एसिस्टेन्टबाट चाहिँ च्याट गर्न मिल्छ नि, त्यहाँ गएर चाहिँ @agent भनेर हाल्ने। यो हान्ने बित्तिकै चाहिँ त्यो च्याट चाहिँ डाइरेक्ट पेपाल एसिस्टेन्टसम्म जान्छ। एआईले चाहिँ हामीलाई रिप्लाई गर्दैन। त्यसपछि मैले के लेखेँ भन्दा यो चाहिँ मेरो नयाँ अकाउन्ट छ। मैले यसमा जम्मा 5वटा ट्रान्जेक्सन गरेको छु। एउटा मेरो आफ्नै फ्यामिलीबाट गरेको छु जुन चाहिँ मैले अकाउन्ट चेक गर्नको लागि एक्टिभ छ कि नै भनेर चेक गर्नको लागि चाहिँ ट्राई गरेको थिएँ। र अरू 4वटा ट्रान्जेक्सन चाहिँ टिकटकबाट मेरो अर्निङ पे आउट गरेको हो। पे आउट अनि एफएन एपबाट ट्रान्सफर गरेको त्यो अमाउन्ट चाहिँ कसरी अनयुजुअल हुन्छ भनेर मैले सोधेँ। अनि मैले के कुरा एड गरेँ भन्दा मैले डकुमेन्ट अपलोड गर्ने बित्तिकै मेरो अकाउन्टमा चाहिँ लिमिट लाग्यो। यसमा म्यानुअल रिभ्यू किन भएन, म्यानुअली चेक किन भएन, किन एआईबाट चेक गरियो? एआईमा त इरर पनि त हुनसक्छ। एआईले चेक गरेको कुरा 100% रियल हुन्छ भन्न त सकिँदैन भनेर मैले इङ्ग्लिसमा चाहिँ लेखिदिएँ। मैले यति धेरै कुराहरू लेखेँ तर रेस्पोन्समा के आयो? We had run a serious investigation and found that certain activities on your account was against the accepted user agreement policy of PayPal भनेर आयो। मेरो पेपालले चाहिँ मैले एग्री गरेको पोलिसी चाहिँ ब्रेक गरेको छ भनेर रेस्पोन्स आयो। अनि मैले रिप्लाईमा के गरेँ, प्लिज ह्याभ अ म्यानुअल चेक, एकपटक म्यानुअल रिभ्यू गरिदिनुहोस् भनेर मैले रिक्वेस्ट गरेँ। त्यसपछि के रिप्लाई गर्यो, आई हेभ चेक योर पेपाल अकाउन्ट। मैले पेपाल अकाउन्ट चेक गरेँ। आई सी द्याट पेपाल ह्याड मेड अ स्ट्रङ एन्ड टफ डिसिजन टु पर्मानेन्टली लिमिट योर अकाउन्ट। वी ह्याड रन अ सिरियस इन्भेस्टिगेसन एन्ड फाउन्ड द्याट सर्टेन एक्टिभिटिज अन योर अकाउन्ट वाज अगेन्स्ट द एक्सेप्टेड युजर एग्रिमेन्ट पोलिसी अफ पेपाल। सेम कुराहरू रिपिट गर्यो। हामीले चाहिँ स्पेसिफिक रिजन चाहिँ दिन मिल्दैन र यो पर्मानेन्ट लिमिट लागेको डिसिजनलाई रिभर्स पनि गर्न मिल्दैन भनेर भन्यो। योर अकाउन्ट विल रिमेन एज इज एन्ड नो चेन्ज क्यान बी मेड अन इट। कुनै पनि चेन्ज गर्न सकिँदैन भन्यो। यहाँ डाइरेक्टली लेखेको छ वी आर अनेबल टु रिभर्स द डिसिजन। यसको मतलब पर्मानेन्ट लिमिटलाई चाहिँ रिभर्स गर्न सकिँदैन, यसलाई हटाउन सकिँदैन भनेको छ। मैले फेरि पनि भने म्यानुअल चेक गर्नुहोस्, यसमा कुनै पनि अनयुजुअल ट्रान्जेक्सन छैन भन्यो। फेरि सेम कुरा रिपिट गर्यो। अनि यसरी मलाई लाग्यो यो मेथडले काम गर्दैन। यो मेथडले काम नगरिसकेपछि हामीले झन् बढी रिसर्च गर्यौँ। एउटा चाहिँ हामीले पीडीएफ फाइल प्राप्त गर्यौँ जसमा चाहिँ पर्मानेन्ट लिमिट अकाउन्ट रिमुभेबल भनेर टपिक थियो र त्यो पीडीएफ चाहिँ बाई गर्नुपर्ने थियो। हामीले बाई गर्यौँ। बाई गरिसकेपछि त्यहाँ एउटा इम्पोर्टेन्ट कुरा लेखिएको रहेछ। त्यो कुरा चाहिँ हामीले त्यही च्याटमा गएर फलो गर्यौँ। त्यही कुराले चाहिँ हामीले त्यो च्याटमा गएर कपी पेस्ट गरिदियौँ। त्यसपछि बल्ल के रेस्पोन्स आयो तपाईँलाई थाहा छ? थ्याङ्क्स फर योर एसिस्टेन्स, वी हेभ कन्फर्म द इस्यु एन्ड फरवार्डेड इट टु द रिलिभेन्ट डिपार्टमेन्ट। हामीले चाहिँ यो केसलाई हाई डिपार्टमेन्टमा सेन्ड गरिदिएका छौँ। मेलमा रेस्पोन्स आउँछ, 1 विक वेट गर्नुहोस् भनेर भन्यो। र हामीले त्यो मेसेज चाहिँ जनवरी 2 सेन्ड गरेका थियौँ किनकि यो रिसर्च गर्ने क्रममा धेरै टाइम वेस्ट भइसकेको थियो। यो पीडीएफ फाइलमा चाहिँ एउटा थप कुरा लेखिएको थियो जुन चाहिँ इमेल सिस्टम रहेको थियो। पेपालमा चाहिँ पेपाललाई चाहिँ इमेल सेन्ड गर्ने जुन इमेलको फर्मेट पनि दिइएको थियो। सेम फर्मेट युज गरेर आफ्नो डिटेलहरू फिल गरेर आफ्नो अकाउन्ट सम्बन्धी केही कुराहरू चाहिँ दिएर चाहिँ हामीले इमेल गरिदियौँ। हामीले चाहिँ इमिडिएट म्यानुअल रिभ्यू रिक्वेस्ट भनेर एउटा मेल गरिदियौँ जुन मेल चाहिँ मैले अहिले हाइड गरिदिएको छु किनकि युट्युबमा पनि केही पोलिसीहरू हुन्छ, हामीले पर्सनल इन्फर्मेसन चाहिँ सेयर गर्न मिल्दैन। तपाईँलाई हामीले पीडीएफ चाहिँ प्रोभाइड गरिदिन्छौँ। तपाईँले हाम्रो वेबसाइटमा भिजिट गरेर चाहिँ यो पीडीएफलाई पढ्न सक्नुहुन्छ। यो पीडीएफ चाहिँ हामीले हाम्रो वेबसाइटमा राखिदिनेछौँ। तपाईँले त्यही
फर्मेट प्रयोग गरेर चाहिँ यदि तपाईलाई पनि सेम केस परेको छ भने चाहिँ यो मेथडलाई अप्लाई गर्न सक्नुहुन्छ। एक ट्राई भने अवश्य गर्नुहोला। केही सपोर्ट चाहिएमा हामीलाई व्हाट्सएपमा कन्ट्याक्ट गर्न पनि नबिर्सिनु होला। हामीले के पनि राखेका छैनौँ, त्यो इमेलको फर्मेटलाई हामीले कपी गरेका छौँ अनि यहाँ ल्याएर पेस्ट गरिदियौँ र हाम्रो पेपालको डिटेल नाम इमेल एड्रेसहरू हुन्छ नि त्यो चाहिँ हामीले यहाँ गएर एडिट गरिदियौँ। कुन जिमेलमा चाहिँ इमेल गर्ने भन्ने कुरा चाहिँ यही फाइलमा लेखिएको छ। पेपालमा इमेल गर्ने बेला चाहिँ अटोमेटिक रिप्लाई आउने समस्या रहेछ। के भन्दो रहेछ भने वी आर सरी टु इन्फर्म यु द्याट दिस इमेल इज नट मोनिटर्ड भनेर रिप्लाई आउँदो रहेछ अटोमेटिक रिप्लाई। त्यो पिडिएफमा विभिन्न इमेलहरू थियो, त्यो सबै जिमेलमा चाहिँ हामीले इमेल गर्थ्यौँ। केही इमेलले चाहिँ यस्तो अटोमेटिक रिप्लाई दियो भने केही इमेलमा भने सेन्ड भएको रहेछ। त्यसपछि केही दिनपछि हामीले इमेलको रिप्लाई आयो, के भन्यो, आई फुल्ली अन्डरस्ट्यान्ड योर कन्सर्न एन्ड फ्रस्ट्रेसन बट भेरी अनफर्चुनेटली योर अकाउन्ट हेज बिन रिभ्युड बाई आवर एजेन्ट बट नट एआई। डकुमेन्ट अपलोड गर्ने बित्तिकै लिमिट लागेको छ। यति छिटो एजेन्टले कसरी चेक गर्न सक्छ? 100% त्यो एआई नै हो। बट स्टिल यहाँ लेखिएको छ रिभ्यू बाई आवर एजेन्ट बट नट एआई। यहाँ थप लेखिएको छ वी रिग्रेट टु सी इट्स क्वाइट डिफिकल्ट टु लिफ्ट योर लिमिटेसन। धेरै गाह्रो हुन्छ लिमिटेसनलाई रिमुभ गर्नको लागि। हाउएभर सिन्स यु गिभ अ लट अफ इन्फर्मेसन एन्ड डकुमेन्ट, तपाईँले चाहिँ हामीलाई एकदमै धेरै इन्फर्मेसनहरू र डकुमेन्टहरू दिनुभएको छ, त्यसैले म यो केसलाई चाहिँ हाई डिपार्टमेन्टमा चाहिँ रिभ्यू गर्नको लागि सेन्ड गरिदिन्छु भनेको छ। प्लिज बी नोटेड द्याट देयर इज नो पोसिबिलिटी, एकदमै कम पोसिबिलिटी छ यो चाहिँ केस सल्भ हुनको लागि भनेको छ। त्यसपछि यो रिप्लाई आएको एक हप्तापछि हामीलाई एउटा इमेल आयो, फुल एक्सेस टु योर अकाउन्ट हेज बिन रिस्टोर्ड एन्ड वी बिकेम सो ह्याप्पी। हाम्रो पहिलो अकाउन्ट ब्याक आइसकेको थियो र हामीले सेम प्रोसेस जुन पिडिएफमा बताइएको थियो नि सेम प्रोसेसलाई थोरै एडिट गरेर हाम्रो अकाउन्टमा कुनै पनि अनयुजुअल ट्रान्जेक्सन भएको छैन, आई एम 100% स्योर भनेर सेम कुराहरू हामीले हेल्प सेन्टरमा गएर भन्यौँ। त्यसपछि फेरि इमेल गऱ्यौँ नेक्स्ट अकाउन्टबाट, किनकि हाम्रो त 3वटा अकाउन्ट गएको छ। एउटा अकाउन्ट चाहिँ आइसक्यो जुन चाहिँ नयाँ अकाउन्ट थियो। अब हामीले पुरानो अकाउन्ट पनि ल्याउने ट्राई गऱ्यौँ। दोस्रो अकाउन्टमा पनि सेम प्रोसेस ट्राई गऱ्यौँ एन्ड द्याट वर्क। दोस्रो अकाउन्ट पनि आयो, तर अर्को अकाउन्ट जुन चाहिँ फर्स्ट अकाउन्ट थियो, जुन कस्टमरले हामीले फन्ड सेन्ड गरिसकेको थियो, त्यो अकाउन्ट भने अहिलेसम्म रिस्टोर भएको छैन। तर त्यो पनि अहिले रिभ्यूमा छ, 7 दिनपछि रिजल्ट आउँछ भनेको छ। त्यो पनि रिस्टोर भयो भने यो ट्रिक 100% काम गर्छ। दुईटा त आइसकेको छ, यसको मतलब 99.99% काम गर्छ। तर त्यसमा पेमेन्ट रिसिभ भइसकेको छ, त्यसमा फुल ग्यारेन्टी भन्ने लिन सकिँदैन। तर यदि रिस्टोर भएछ भने म तपाईँहरूलाई व्हाट्सएप च्यानल मार्फत इन्फर्म गरिदिनेछु। हामीले रिसर्च गरेर पाएको त्यो पिडिएफले एकदमै राम्रो काम गरेको छ। यदि तपाईँहरूलाई पनि यस्तै सेम केस परेको छ भने त्यो पिडिएफ तपाईँले हाम्रो वेबसाइटबाट लिन सक्नुहुन्छ अथवा हामीलाई व्हाट्सएपमा कन्ट्याक्ट गरेर कुनै पनि एसिस्टेन्टलाई भनेर त्यो पिडिएफको एक्सेस लिन सक्नुहुन्छ। हामीले पाएको त्यो पिडिएफको सबै कुराहरू यहाँ भन्न मिल्दैन, किनकि त्यो पनि अगेन्स्टमा जान्छ युट्युबको अथवा त्यही बुकको ओनरको होस्, त्यसैले हामीले यहाँ सेयर गर्न भने मिल्दैन। तर हामी तपाईँलाई डाइरेक्ट एक्सेस पनि दिन सक्छौँ। यत्तिकै बस्नुभन्दा एउटा ट्राई गर्नु राम्रो हुन्छ, किनकि ट्राई बट नेभर क्राई। हेर्नुहोस्, हाम्रो नयाँ वर्ष एकदमै नराम्रो गएको थियो, तर अहिले सबै कुराहरू एकदमै राम्रो हुँदै गएको छ। आशा छ त्यो पेपाल पनि आउनेछ। यदि आएन भने पनि 2टा अकाउन्ट आएको छ, जे छ त्यसमै खुसी हुन्छौँ हामी। यो पहिलो अकाउन्टमा चाहिँ हामीले एउटा एक्सपेरिमेन्ट गरेका छौँ। पहिला हामीले हेल्प सेन्टरमा गएर भनेका छौँ, अहिले चाहिँ हामीले हेल्प सेन्टरमा गएर भनेका छौँ। त्यहाँ लेखेको छ केही दिन चाहिँ वेट गर्नुहोस्, 7 दिन चाहिँ वेट गर्नुहोस् भनेर लेखेको थियो। 7 दिन पनि क्रस भइसकेको छ। अनि फेरि भनियो भोलिसम्म लास्ट वेट गर्नुहोस्, अनि त्यो भोलि पनि क्रस भयो। अनि फेरि भनियो अझै केही टाइम लाग्नेछ, डिपार्टमेन्टले चाहिँ चेक गरिरहेको छ, अझै केही टाइम लाग्नेछ, कृपया वेट गर्नुहोस् भनेर भनेको छ। अझ हामी केही दिन वेट गर्छौँ। यदि त्यो हेल्प सेन्टरबाट भएन भने हामी सेम प्रोसेस इमेलबाट गर्छौँ। यदि इमेलबाट भयो भने साँच्चीकै त्यो इमेलले काम गर्छ। सायद त्यो भिडियो एकदमै लामो भएको छ, तर केही युजरको लागि चाहिँ यो भिडियो एकदमै इन्फर्मेटिभ हुन सक्छ। मैले आफूले भोगेको, देखेको अनि गरेको कुराहरू सेयर गरेको छु। यो भिडियो कुनै पनि फेक भिडियो होइन, मलाई बनाउन जरुरत थिएन, तर पनि मैले आफ्नो कुराहरू सेयर गरेको छु। मेरो जस्तै कसैलाई पर्यो भने केही हेल्प मिल्छ कि भनेर मैले यो भिडियो बनाएको छु। लगभग मैले म्याक्सिमम कुराहरू तपाईँलाई सेयर गरिसकेको छु। इमेलको फर्मेट कुरा गर्ने हो भने त्यो फर्मेटमा के लेखेको थियो भन्दा म तपाईँलाई अलिअलि भन्छु है त। सुरुको प्याराग्राफमा चाहिँ इमिडिएट रिभ्यू गर्नु पर्यो भनेर लेखेको थियो। दोस्रो प्याराग्राफमा आफ्नो पेपालको डिटेल थियो। तेस्रोमा चाहिँ मैले आइडी सबमिट गर्ने बित्तिकै लिमिट लाग्यो भन्ने कुरा थियो, जुन चाहिँ अटोमेटिक रिभ्यू हो, म्यानुअल रिभ्यू होइन भन्ने कुराहरू मेन्सन गरिएको थियो। चौथोमा चाहिँ टाइमिङ, रिभ्यू
एन्ड लिमिटको कुरा गरिएको थियो। 5औं प्याराग्राफमा चाहिँ आफ्नो राइट, आफ्नो अधिकार, पेपाल पोलिसी गाइडलाइन्सको बारेमा चर्चा गरिएको थियो। प्लस आफ्नो ट्रान्जेक्सनको बारेमा चाहिँ केही इन्फर्मेसनहरू दिएको थियो, जुन चाहिँ यो चाहिँ अनयुजुअल छैन, मैले आफ्नो पर्सनलको लागि युज गरेको छु, यहाँबाट पेमेन्ट रिसिभ गर्थेँ, यहाँ सेन्ड गर्थेँ होइन, यो चाहिँ मैले फ्यामिलीको लागि सेन्ड गर्थेँ, फ्यामिलीबाट रिसिभ गर्थेँ, यस्ता कुराहरू चाहिँ मेन्सन गरिएको थियो। यो चाहिँ तपाईँले थोरै एडजस्ट गर्नुपर्ने हुन्छ। अब हामीले टिकटकबाट रिसिभ गर्थ्यौँ, हामीले भन्थ्यौँ टिकटकको अर्निङ हो त्यो भनेर भन्न मिल्थ्यो। यदि तपाईँले चाहिँ पिटिपी गर्नुहुन्थ्यो भने चाहिँ मैले फ्यामिलीबाट रिसिभ गरेँ, मैले फ्रेन्डबाट रिसिभ गरेँ पढ्न मिल्छ। र यदि तपाईँले चाहिँ बिजनेसबाट रिसिभ गर्नुभएको छ भने त्यस्तो केसमा चाहिँ एउटा इमेल चाहिँ सबमिट गर्नुपर्ने हुन्छ। आई हेभ रिसिभ ह्यान्ड टु ह्यान्ड गुडवाला चाहिँ एउटा इमेल चाहिँ सबमिट गर्नुपर्ने हुन्छ। माथि आई बटनमा आएको होला, चेक गर्न सक्नुहुन्छ त्यो भिडियो। अनि लास्टको प्याराग्राफ जुन चाहिँ एकदमै इम्पोर्टेन्ट थियो, एउटा ल लेखिएको थियो, जसको कारणले पेपाल बाध्य हुन्छ तपाईँको अकाउन्ट चाहिँ म्यानुअल चेक गर्न। र यदि म्यानुअल चेक भइसकेपछि यदि केही समस्या छैन भने त्यो अकाउन्ट अवश्य पनि रिस्टोर हुन्छ। र यदि साँच्चीकै केही समस्या रहेछ भने तपाईँलाई रिजन पनि आउँछ, तपाईँको अकाउन्टमा कुनै पनि अनयुजुअल ट्रान्जेक्सन भएको छैन। यदि भएको छ भने पनि अर्को तरिका मेन्सन गरेको छ त्यो पिडिएफमा, त्यो ट्राई गर्दा पनि केही चान्स भने छ। त्यो पिडिएफमा यो कुरा पनि मेन्सन गरेको छ। तपाईँले यो सम्बन्धी कुनै पनि अरू समस्या छ, केही जिज्ञासा, केही क्वेरीहरू छ भने चाहिँ हामीलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ व्हाट्सएपमा। हामी तपाईँको लागि सधैँ खुला रहनेछौँ। तपाईँलाई कुनै पनि डिजिटल सर्भिस चाहिएको छ भने हामीलाई मेसेज गर्न सक्नुहुन्छ, हाम्रो वेबसाइट भिजिट गर्न सक्नुहुन्छ। तपाईँलाई आजको भिडियो कस्तो लाग्यो? राम्रो लाग्यो भने भिडियोलाई एक लाइक अनि त्यसलाई सब्स्क्राइब गर्न पनि नबिर्सनु होला। हामी फेरि मिल्छौँ अर्को भिडियोमा। टिल देन टेक केयर, बाई बाई।